Hello everyone, namaste and very welcome back to my another vlog. I hope तपाईहरु सबैजना राम्रै हुनुहुन्छ होला. So हामी चाहिँ अहिले छौं रेलवे स्टेसनमा किनकि हामी जाँदैछौँ बानरहाट. किन गएको त्यो चाहिँ तपाईहरुले गेस गरिसक्नुभयो होला. We are going for Dasai. So ट्रेन चाहिँ 7:25 को. त हामी चाहिँ छिटो नै आएको आएर ट्रेन पटिरहेको ट्रेनै अहिलेसम्म आएको छैन प्लेटफर्ममा हो. अन्त यतिकै बसिरहेको छु. बिचरा भाइलाई मैले बिहान उठाएर अघि गाडीमा चाहिँ झुल्दै थिएँ तर पनि अहिले चाहिँ अब यतिकै बसिरहेछ. अनि ट्रेनमा गएर चाहिँ यसो अलिकति खानासाना खुवाएर चाहिँ सुताइदिन्छु. अन्त तपाईँहरू कस्तो हुनुहुन्छ? हामी आज चढे भोलि पुगिन्छ. अनि भोलि उत्रेर त बागडुग्रा काकाहरू हुनुहुन्छ मेरो, उहाँ माइला काकाहरू, उहाँ हजुरआमा पनि हुनुहुन्छ. त्यहाँ पसेर भेटघाट गरिकन चाहिँ हामी फर्किने बानरहाट. हामी पुगिन्छ 16 तारिक. के हो उसलाई अब एकछिन कन्ट्रोल हुँदैन. अब एकछिनदेखिको उसको पारा बिग्रिनु थाल्छ, त्यहाँदेखि रुनु थाल्छ. फर्स्ट टाइम अथरको ड्याडी पनि ट्राभल गर्दैछु होइन. अरू बेला त अब उसको बाबाले बोक बोक घुमाउनु हुन्थ्यो. अब यसपालि चाहिँ के हुने हो कुनै पुरा बदमास भएको छ. अथरको ड्याडी पनि हुनुहुन्छ. अथरको ड्याडीको चाहिँ छुट्टी अलिक बेसी छैन नि त, त्यही भएर चाहिँ म मम्मी बाबाहरूसँग फर्केको. अन्त ऊ चाहिँ अलिक पछि आउनुहुन्छ. अन्त म उता घरहरू पनि जयगाउँहरू पनि जाने नि त, त्यही भइकन यहाँ चाहिँ हाम्रो सामानहरू नाइ भन्दा भन्दा यति सामान भइहाल्यो. बाबा भर्खर आइपुग्यौँ, चढेको भर्खर ट्रेन. यो त भयो भने फेरि हुनु पाउँदैन नि. कति 5-6 महिनाको लागि होला. अब त को हुन्छ नि, अब त बङ्गलादेशमा पनि खोइ उत्रिनु भएन त, हिँड्यो त है. उत्रे रुनु हुँदैछ क्या? बाबा पेपर पढ्नु हुँदैछ. अथर सुत्यो. ल अब हाम्रो जर्नी स्टार्ट भयो. माथि पनि आएको छैन अहिले. हामी 3जना मात्रै हो यो डब्बामा चाहिँ. अहिले चाहिँ अब अथर पनि सुतिरहेको छ. अन्त हामी पनि अब एकछिन रेस्ट गर्ने. अहिले उठेपछि रेस्ट गर्नु पाउँदैन. अघि मैले भनेको थिएँ बागडुग्राबाट हामी 16 तारिक फर्किन्छ भनेकिन होइन, त्यो चाहिँ डेट मिस्टेक भएछ. 15 तारिक चाहिँ हामी बागडुग्राबाट चाहिँ निस्किने बानरहाटको लागि. अनुहारको गति गरेर चलाइरहेछ मेरो. छुट्छन् यो जाडो लागेर चुन्नी उठिरहेको च्यादरहरू चाहिँ ल्याइदियो. अन्त त्यही भएर चाहिँ मैले अथरलाई पनि सुताउने भनेर चाहिँ मम्मीले त्यहाँ च्यादरहरू लगाइदिएर चाहिँ सुताइदिएँ. अनि त्यहाँदेखि घाम पनि एकछिन ढल्किनु पऱ्यो भनेर चाहिँ कभरहरू लगाएर चाहिँ अन्त अब ढल्किनु लागि चाहिँ तयारी गर्दै थिएँ हो. अन्त भाइलाई पनि मिलाइदिँदै थिएँ, कपडा ओढाइदिँदै थिएँ. एकछिनमा त सुत्यो पो होला भनेको त नानी त हेर्नु न. ओइ यस्तो मुस्किलले सुताए लास्टमा त. ए सिरियस हो हेर. यता हेर्ने यता. अरे पिका पुकु. ए हेर्न सुतेको मान्छे भयो. अब बाजे अथर के गरौँ कसो गरौँ भइसक्यो होइन. मुख हेर्नु त्यसको आम्मामा.
Satu. Tay nó. Tay nó em gọi lên đỏ lên cái उल्टै हेर्दैछ मुकेन पुरा एक्साइटेड भएछ फर्स्ट टाइम ट्राभल गर्दा हेर्दै सानो थियो नि त ए हजुरबासँग अहिले अब थाहा भयो नि त उसलाई सबै कुरो पहिला त सानो थियो यति साह्रो उयो थिएन घट्टा पारेर बस्दै अहिले त हेर्दैछ मजाले इन्जोय गर्दैछ होइन ठिकै छ अनि के ल्याइछ अनि ड्याडी खोइ भ्यू इन्जोय गर्दैछ अब एकछिनमा चाहिँ खाने भनेको थियो अब यो उठेको बेलामा चाहिँ हामी नि दिइहाल्नु पर्यो ब्रेकफास्ट यो चाहिँ हाम्रो ब्रेकफास्ट ट्रेनमा म पनि आउँछु त खानु त्यहाँ तपाईँलाई मात्रै छोडेँ मम्मीले भाइलाई खिलाइदिनुहोस् बाबालाई पनि मैले दिइसकेँ बाबा पनि त्यहाँ खानुहुँदैछ बाबा ब्रेकफास्ट ट्रेनमा आज म ब्रेकफास्ट खाइकन चाहिँ कन्टिन्यू गर्छु ल अब चाहिँ म अचारलाई खिलाउँदैछु उता फाल्न आँट्छ छिटो न त ऊ यस्तै त गर्छ त अनि खिलाइदेऊ अब हामी चाहिँ दिल्लीबाट घर फर्किँदैछौँ अहिले चाहिँ ब्रेकफास्ट खाएको ब्रेकफास्ट पिकनिक जस्तै हिजो घरमा हाल्यो ट्रेनमा ल खाजासाजा पनि खाइसक्यो हामीले होइन अन्त अब चाहिँ खाजासाजा खाएर अब एकछिन ढल्क्यौँ न त भनेर मम्मी र बाबा पनि सुत्नु भयो यसलाई पनि मैले चाहिँ लिएर सुताएको थिएँ कहाँ सुत्छ त यो महाराज सुतेन अरे बिहान पनि छिटो उठेको एकछिन यो पनि सुत्यो भने म पनि एकछिन निदाउनु पऱ्यो भनेको त सुत्दैन झन् चालु भयो चार्ज भयो झन् मान्छेलाई कस्तो गर्दा पनि जस होइन कि यस्तो हुन्छ के भन्छ अब अरू बेला घरमा हुँदा कामहरू यताउता गर्दा ठिकै हुन्छ अब अहिले मजाले बसी आरामले जानु पाइरहेछ र पनि वाक्कै भइसक्यो अहिले यतिमै वाक्कै भइसक्यो के यसको फेरि कसले चाहिँ तान्ती छोरीको भएछ पोज पनि दिइहालेर यस्तो गरिकन यता गर्दा यता अन्त मम्मालाई यस्तो रुममा गर्न थालेको छ नानीसँग यता गर्दा उता गर्दा टाइम त यहीँ बितिहाल्छ हो त्यही हो अलिकति चाहिँ बेसी थकाइदिन्छ र मात्रै अनि भ्यू पनि कति राम्रो देख्दैछ घाम पनि यस्तो मजाले छ टक्कै लागिरहेको थियो दसैँ भाइब्स क्या सो हामी चाहिँ अघि अथवा बल्ल बल्ल बिहानदेखि सुतेको थिएन अघि सुतेर पनि उठेर पनि खानासाना खाएर चाहिँ अन्त अहिले यतिकै बसिरहेको छु अहिले बज्दैछ 5-10 आँटिसक्यो अन्त भाइलाई भोक लाग्यो होला मुरै खानु छ भाइले चाहिँ गुड मर्निङ अहिले बिहानको मैले 9 अघि नै उठेर बसेर बसिरहेको थिएँ यहाँको वेदर चाहिँ एकदम चिसो भइरहेको छ पुगिन्छ हामी बागडुग्रा 3 नि 3 बजीतिर पुगिन्छ होला पानी चाहिँ तर राति पुरा ठुलो पानी परेर चाहिँ चिसो भइरहेको छ ए बाबाले पेडा दिनुभएको रहेछ कहाँको पेडा हेऱ्यो यो ठिकै छ त
मुरब्बा खाजा अब हामी खाजा खानै जानेको थियौँ एकछिनमा अर्को कन्टिन्यू गर्छु ल तातो छ बाबा गुड मर्निङ वाला गुड मर्निङ अब हजुर अथर्वलाई चाहिँ ब्रस गरेर चाहिँ मैले मुखहरू पहल पारिदिकन चाहिँ लिएर आएको हो ऊ टोलिरहेछ हाँस्दैछ पानी खुवाएर चाहिँ क्रिम पाउडरहरू लगाइदिएर चाहिँ चिटिक्क पारिदिएँ त रिकर्ड चाहिँ गर्नु पाएन स्पेसै नभएर हो उहाँ चाहिँ हुनुहुन्छ मेरो माइला काका हजुर यहाँ त फर्स्ट टाइम आउनु भएको भिडियोमा उहाँ चाहिँ काकी मैले पहिला पनि हालेको छु भिडियो गरेको हाई भनिदिनु हाई भनिदिनु हाई हाई कि बाई हाई हौ हाई भन्नु हाई आज तिमीहरू दिल्लीबाट आएको आज तिमीहरू सबै राम्रोसँगले तर बस्नै पाउँदैन गर्दैछौँ होइन अब भाइलाई खाना खिलाएको अहिले भेटिहाल्यो त फेरि गइहाल्नुहुन्छ तपाईँ होइन अब भोलिपर्सि चाहिँ लामै हुन्छ दसैँमा जाँदा हामी चाहिँ बागडुग्रामा पनि आएर हजुरआमा सबैजनासँग भेटघाट भइसकेको छ अहिले हामी यतिकै बसिरहेको छौँ अन्त अघि चाहिँ मैले कन्टिन्यू गर्नु पाइनँ भिडियो किनकि सामानहरू पुरा थियो नि त भिड पनि थियो नानी थियो अनि त्यही भएर त्यतिकै गर्नु मिलेन नि त अनि घरमा आएर नै गरेको सो अब भोलि उता गएर भिडियो एन्ड गर्छु भोलि चाहिँ घर जाने बिहान यता हेर्नु न अन्त बिहानको ट्रेन छ अन्त 10-11 पुग्छ होला अनि त्यहीँ गएर नै यसो अलिकति देखाएर चाहिँ म भिडियो एन्ड गर्छु सो अहिलेको लागि चाहिँ गुड नाइट भनिदिनु हजुरआमा साह्रो भन्नु न गुड नाइट ओके बाई गुड नाइट बाई बाई गुड मर्निङ गाइस अहिले चाहिँ बिहानको बजिरहेको छ 7 हो हामी चाहिँ स्टेसनमै छौँ 7:20 को गाडी छ गाडीमा त ट्रेन छ अन्त काका पनि आइराख्नु भएको छ हामीलाई चढाउनु लागि नानीसँग अलिक दिक्दारी हुन्छ नि त कसो गर्छ ऊ भाग्यो मैले चाहिँ भाइलाई छोडेकै छुइनँ ऊ घरि पनि कुदेर उता जानु खोज्दैछ त्यही भइकन यहाँ न टोलेको उठेर कहिले कुदुम भइरहेको घर होला गुड मर्निङ ए ट्रेन चाहिँ आउन आँट्यो अब कति 2-3 मिनट होला आउनु लागि अब ट्रेनमा चढेर चाहिँ मिलेछ हामी गर्छु अब एकचोटि उत्रेर उतै गर्छु ल सो हामी चाहिँ अलमोस्ट पुग्न आँटिसक्यौँ अब चाहिँ 1 घन्टा छ त्यहाँदेखिको घर हुन्छ वापस गर्नुपर्छ ऊ चाहिँ सुतेको थियो आधी बाटो आएपछि चाहिँ उठेर चाहिँ यहाँ हाम्रो अपोजिटमा पनि थियो नि त नानीहरू उनीहरूसँग खेलिरहेछ हामी चाहिँ घर आइपुगिसक्यो होइन अघि आएर खानासाना खाएर पनि अन्त सबै एकछिन आराम गरिकन चाहिँ अन्त म भिडियो एन्ड गर्नु आँटेको अघि गर्छु भनिरहेको थिएँ त्यतिकै भयो होइन अब नानीहरू पनि खेलिरहेछ अन्त फुचीलाई छोरीलाई देखेर मलाई एकदम खुसी लाग्यो ठुलो भएछ होइन सो तिनीहरूलाई देखाउँछु ल के गर्दैछ तिनीहरू दुईजना ए दाजुबहिनी भेट भयो है सानो अरे जोरो देखाएको दुईजना अथार कि दुईजना कहाँ बस्ने खालको हो त माया गरिदियो बहिनीलाई माया गरिदियो त माया ए लु माया त फेरि खतरा खालको माया हुन्छ
मामी छोरी हेरे गएन के मामी छोरी तो बहिनी हामीले खानासाना खाइसकेको थियो नि त बहिनीले चाहिँ किचनमा अलिक काम गर्ने थियो कि भेटाउँदैछु ल लु के भन्नु छ नानीको लागि चाहिँ लिटो बनाइदिनु हुँदैछ बहिनीले हो अब चाहिँ भिडियो यहीँ एन्ड गर्दैछु तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो दिल्लीदेखिको चाहिँ बानरहाटसम्मको जर्नी होइन होइन मैले भिडियो त्यस्तो कन्टिन्युसली चाहिँ गर्नु पाइनँ अलिअलि क्लिप्स लिँदै फेरि यता गर्दै यता त्यस्तो भइरहेको थियो भिडियोमा चाहिँ अनि तपाईँहरूलाई भिडियो हेरेर मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला अनि सक्नुभयो भने बेल आइकन पनि प्रेस गरिदिनु ताकि जब जब म भिडियो हाल्छु नि नोटिफिकेसन्स तपाईँहरूकोमा आइपुगिहाल्छ हो अनि त्यहाँबाट इजिली हेर्नु सक्नुहुन्छ सो द्याट्स इट थ्याङ्क यू सो मच Bye.